भारत पाकिस्तान युद्ध फेरि किन सुरु भयो? के यो सानो झडप मात्र हो कि अर्को ठूलो युद्धको संकेत? के दक्षिण एसिया फेरि युद्धको भुमरीमा तानिँदैछ? नेपाल जस्तो सानो छिमेकी देशमाथि यसको के असर पर्न सक्छ? यदि तपाईलाई पनि यी प्रश्नहरूको उत्तर जान्न मन छ भने भिडियो अन्तिमसम्म हेरिरहनुहोस्। आज हामी तपाईलाई लैजाँदैछौँ 2025 को भारत पाकिस्तान युद्धको वास्तविक कारण, घटनाक्रम र यसको सम्भावित भविष्यतिर। हामी प्रस्तुत गर्दैछौँ नेक्स्ट जेन टक्सको विशेष रिपोर्ट। नमस्कार अनि स्वागत छ तपाईहरुलाई नेक्स्ट जेन टक्समा। आज हामी तपाईलाई लैजाँदैछौँ एक यस्तो संघर्षको केन्द्रमा जसले फेरि एकपटक सम्पूर्ण दक्षिण एसिया हल्लाइदिएको छ। भारत र पाकिस्तान, दुई परमाणु शक्ति सम्पन्न मुलुक, दुई देश जसको इतिहास 75 वर्षदेखि तिक्तता, युद्ध र अस्थायी शान्तिले भरिएको छ। तर 2025 को यो घटना पहिला भन्दा फरक छ। यो युद्ध ट्विटर वा कागजमा होइन, बम र गोलीमा सुरु भएको छ। आखिर के हो साँचो कारण? कसले सुरु गर्यो यो सब? र हामी सबै भारत, पाकिस्तान, नेपाल कुन दिशातिर अघि बढ्दैछौँ? सबै कुरा सुरु भयो 2025 अप्रिल 22 को बिहान, जब भारतको जम्मू कश्मीर स्थित पहलगाममा एउटा क्रूर आतंकवादी आक्रमण भयो। 27 जना निर्दोष पर्यटकहरू मारिए, जसमा हिन्दू, मुस्लिम, इसाई सबै थिए। यो कुनै साधारण हमला थिएन, यो एक राजनीतिक सन्देश थियो आतंकको माध्यमबाट। यो आक्रमणको जिम्मेवारी द रेसिस्टेन्स फ्रन्ट TRF नामक समूहले लियो, जुन पाकिस्तानमा रहेको लस्कर ए तैयबासँग जोडिएको मानिन्छ। भारतले पाकिस्तानमाथि प्रत्यक्ष आरोप लगायो, भन्यो यो आक्रमण भारतको आत्मसम्मान र सुरक्षा माथिको हमला हो। अब हामी चुप लाग्ने छैन। त्यसपछि भारतको जवाफ अपरेसन सिन्दुर। केही दिन भित्रै मे 6, 2025 मा भारतले सुरु गर्यो एउटा निर्णायक सैन्य कारबाही, जसलाई नाम दिइयो अपरेसन सिन्दुर। भारतका लडाकु विमानहरूले पाकिस्तान र पाकिस्तान अधीन कश्मीरमा रहेको 9 वटा ठाउँमा आक्रमण गरे। भारतले दाबी गर्यो कि ती सबै स्थानहरू आतंकवादी ट्रेनिङ क्याम्प थिए, तर पाकिस्तानको भनाइ फरक थियो। भारतले हाम्रो नागरिकहरूमाथि हमला गर्यो, यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो। पाकिस्तानले यतिसम्म भएपछि प्रतिक्रिया के दियो त? यसपछिको 24 घण्टा अत्यन्त संवेदनशील रह्यो। पाकिस्तानले आकाशमार्ग बन्द गर्यो, सीमा नजिक सेनाहरूलाई तयारी अवस्थामा राखियो। त्यही रात पाकिस्तानले कश्मीर क्षेत्रमा प्रति आक्रमण गर्यो। 3 जना भारतीय नागरिकको मृत्यु भयो। पाकिस्तानले 7 वटा भारतीय लडाकु विमान खसालेको दावी गर्यो। अब यो केवल दोषारोपणको मुद्दा थिएन, यो सिमाना बाहिर फैलन थालेको युद्ध बनिसकेको थियो। संयुक्त राष्ट्र संघ, अमेरिका, चीन, युरोपेली युनियन सबैले दुवै देशलाई संयम अपनाउन आग्रह गरे। अमेरिकाले भारतको आतंक विरुद्धको अधिकार समर्थन गर्यो, तर युद्ध विरामको सल्लाह दियो। नेपालको लागि यो एकदम संवेदनशील समय हो। हामी भारत र पाकिस्तान दुवैसँग मित्रवत सम्बन्ध राख्छौँ। यदि यो युद्ध फैलियो भने नेपालमा पनि अप्रत्यक्ष प्रभाव पर्न सक्छ। शरणार्थी सङ्कट, व्यापार र यातायात अवरुद्ध, सुरक्षा चुनौती। अब प्रश्न उठ्छ, अगाडि के हुन्छ? दुवै देशले सैन्य तयारी बढाइरहेका छन्। यदि वार्ताबाट समाधान भएन भने यो युद्ध अझै ठुलो हुन सक्छ। भारत र पाकिस्तान दुवैसँग परमाणु हतियार छन्। संसारकै सबैभन्दा खतरनाक परिदृश्य यही हो, परमाणु युद्धको सम्भावना। दुवै देशका नेताहरू देशभित्रको राजनीतिक समर्थन जुटाउन राष्ट्रवादको कार्ड खेलिरहेका छन्। यसले शान्तिको सम्भावना घटाउँछ। नेपालले अहिलेसम्म तटस्थता अपनाएको छ, तर यदि द्वन्द्व बढ्यो भने नेपालले मानवीय पहल र संवादको माध्यम बन्न सक्छ। सधैँ सम्झनुहोस्, युद्ध कहिले समाधान होइन। जसले बन्दुक चलाउँछ उसलाई पनि अरूको परिवारको माया लाग्न सक्छ। त्यो सिपाही, त्यो बच्चा, त्यो आमा जसको आँसु संसारले कहिल्यै देख्दैन। हामी चाहन्छौँ शान्ति, सुरक्षा र सह-अस्तित्व। यदि तपाईँ पनि चाहनुहुन्छ भविष्यमा यस्तो युद्ध नहोस् भने यो भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्। हामी शान्तिका पक्षमा छौँ। र अझै धेरै यस्ता विश्लेषणको लागि नेक्स्ट जेन टक्सलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। नेपालको जय होस्।